नमस्ते। यतिखेर हामी वीरगञ्जको टिभी साग क्रिकेट मैदानमा रहेका छौँ र टिभी साग क्रिकेट मैदानमा नेपालको अन्डर 19 टिम र दिल्लीको अन्डर 19 टिम बीच तेस्रो एकदिवसीय खेल भइरहेको छ र 3वटा खेल यो टुर्नामेन्ट अन्तर्गत खेलाइएका छन् र पहिलो 2 खेल नेपालको अन्डर 19 टिमले जित हासिल गरेर सिरिजमा आफ्नो कब्जा जमाइसकेको अवस्था छ र यो शनिबारको दिन चैत्र 16 गते हामी यो टिम मैदानमा अन्डर 19 टिम नेपालको ब्याटिङ गरिरहेको अवस्था छ। दिल्लीको अन्डर 19 टिम रहेको छ र हामी देख्न सक्दछौँ यो स्टेज हो। स्टेजमा पर्सा क्रिकेट संघका अध्यक्ष इन्जिनियर मनिष सिंह लगायत कोच अफिसियल्सहरू पनि बसिरहनु भएको छ र उहाँहरू रुचिपूर्वक यो गेमको अवलोकन पनि गर्दै हुनुहुन्छ र यो ग्राउन्डको बारेमा जानकारी गराउनु पर्दाखेरि हामी देख्न सक्दछौँ यो ग्राउन्डको अवस्था निकै नै स्तरीय यो ग्राउन्डलाई मेन्टेन गर्नका लागि बङ्गलादेशका क्युरेटरले धेरै मेहनत गर्नुभएको छ र करिब 4 महिना लगाएर उहाँले यो ग्राउन्डको मेन्टेन गर्नुभएको हो र घाँसको कटिङ पनि स्तरीय तरिकाले गरिएको छ र ग्राउन्डको चारैतर्फ तार जाली लगाइएको छ। विगतको अवस्थालाई निहाल्दाखेरि यो तार जाली काटिएको थियो तर यही 3-4 महिनाको अवधिमा यहाँ ठुल्ठुला प्रतियोगिता यो ग्राउन्डमा भएका छन्। जय ट्रफी क्रिकेट प्रतियोगिता, यसै गरी सेलेक्सन प्रतियोगिता लगायत विभिन्न स्तरीय प्रतियोगिताहरू यो ग्राउन्डमा भएका छन् र यसले एउटा दरिलो मेसेज के कन्भे भएको छ त भन्दाखेरि वीरगञ्जको टिभी साग क्रिकेट ग्राउन्ड पनि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गराउन सक्षम छ। यो दरिलो मेसेज इन्टरनेसनल एरिनामा पनि कन्भे भएको छ र यो ग्राउन्ड वास्तवमै एउटा उत्कृष्ट ग्राउन्ड हो। उत्कृष्ट प्रतियोगिताहरू निरन्तर रूपमा हुनुपर्दछ भन्ने मेसेज कन्भे भएको छ र अर्कोतर्फ ग्राउन्डको मेन्टेनेन्सको सवालमा चाहिँ सबैले ध्यान पुर्याउन जरुरी छ र क्रिकेटलाई अपग्रेड गर्नका लागि सरकारवाला निकाय सँगसँगै सबैले सहकार्य गरेर यो खेलप्रति अपनत्व ग्रहण गरेको खण्डमा खेलाडीहरू क्रिकेटको राष्ट्रको सबैको समुन्नत विकासमा सहयोग पुग्दछ र खेलाडीहरू भनेका सद्भावना दूत बराबर हुन्। उनीहरूले राष्ट्रको प्रतिनिधित्व गर्दछन् तसर्थ खेलको माध्यमबाट राष्ट्रको गरिमा आउने कार्यलाई हामीले अगाडि बढाउँ। यतिखेर हामीसँग हुनुहुन्छ पर्सा क्रिकेट संघका अध्यक्ष इन्जिनियर मनिष सिंह। मनिष सर, यो क्रिकेट ग्राउन्डमा प्रतिष्ठित प्रतियोगिताहरू निरन्तर आयोजना हुँदै आएका छन्। यो करिब 6 महिनाको अवधिलाई निहाल्दाखेरि पनि र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न पनि यो ग्राउन्ड सक्षम छ भन्ने मेसेज कन्भे भएको छ। यो टिभी साग ग्राउन्डको बारेमा चाहिँ सर्वप्रथम के भन्नुहुन्छ? सबभन्दा पहिला त म क्रिकेट एसोसिएसन अफ नेपाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कि पहिलोचोटि एउटा राष्ट्रिय प्रतियोगिता हामीले जय ट्रफीको रूपमा धेरै वर्ष पछाडि हामीले पायौँ र त्यस पछाडि फेरि तपाईँलाई चाहिँ अहिले हेर्नुहुन्छ भने नेपाल अन्डर 19 र दिल्ली अन्डर 19 को खेल यही मैदानमा भइरहेको छ। पिचले पनि राम्रो खेलाइरहेको छ र ग्राउन्ड पनि हेर्नुहोस् कि अहिले पहिलेभन्दा धेरै नै व्यवस्थित भएको छ। त्यस कारणले मलाई लाग्छ क्यानले पनि अलिकति अब क्रिकेटलाई उपत्यका बाहिर लग्न खोजिरहेको छ र हाम्रो यो नयाँ कमिटी आएदेखि हामी ग्राउन्डमा र अरू चिजहरूमा काम गरिरहेको कारणले आज हामी कन्फर्म छौँ कि हामी कहाँ उपलब्ध हुन सक्छ। जति पनि प्रतियोगिताहरू उहाँहरूले दिनुहुन्छ त्यसको लागि चाहिँ हामी पूर्ण तयारी गरेर यहाँनिर खेलाउन सक्छौँ भन्ने किसिमको विश्वास चाहिँ बनाएको छ। अब खास गरी खेलाडीहरू भनेका सद्भावना दूत बराबर हुन्, गुडविल एम्बेसडरका रूपमा पनि खेलाडीहरूलाई लिने गरिन्छ र यस्ता प्रकारका प्रतिष्ठित खेल प्रतियोगिताहरू आयोजना हुँदाखेरि वीरगञ्जको गरिमा, राष्ट्रको गरिमा बढ्नका लागि चाहिँ कतिको सपोर्ट पुग्दछ? होइन, एकदमै बढी। किनभने अब सोच्नुहोस् न कि दिल्ली अन्डर 19 टिम भनेको यसमा फेरि तपाईँलाई इन्डियालाई नै रिप्रेजेन्ट गरिसकेका खेलाडीहरू पनि आएका छन् र इन्डियाबाट तपाईँलाई दिल्लीको अन्डर 23 या स्टेट लेभल खेलिसकेको केटाहरू आएको छन् र उहाँहरूको प्रतिक्रिया पनि हामीले हेर्दाखेरि राम्रै पाएको छौँ। त्यसकारण यदि यो खेल मैदानलाई अलिकति अझै हामीले
व्यवस्थित गर्दै जाने हो भने हामी धेरै नै माथिको लेभलको क्रिकेट टुर्नामेन्टहरू पनि गराउन सक्छौँ। दोस्रो कुरा तपाईँले भन्नुभयो नि कि खेलले गर्दाखेरि एउटा दुईटा देश दुईटा उसको बिचको पनि एउटा जुन सम्बन्ध बनाउन सकिन्छ, उहाँहरूले हाम्रो जुन आतिथ्यलाई पनि उहाँहरूले एकदमै पोजिटिभली लिनुभएको छ। उहाँको म्यानेजर, कोच, उहाँको जुन टिम छ त्यो टिमहरूसँग पनि हामीले कुरा गरेको छौँ। उहाँहरूले यसलाई एकदमै राम्रो पोजिटिभ फिडब्याक चाहिँ हामीलाई दिनुभएको छ। अब यहाँ पनि रसियामा अध्ययनरत रहँदाखेरि क्रिकेट खेल्नु भएको व्यक्ति हुनुहुन्छ, क्रिकेट प्रति एक प्रकारको प्यासन यहाँमा रहेको छ र अब भेटरन्स क्रिकेट टुर्नामेन्ट गराउने पनि यहाँको केही सोच छ कि? भेटरन क्रिकेट अहिले नेपालमा भइरहेको छ र के हेर्नुहोस् भनेपछि तपाईँलाई एसिया कप र वर्ल्ड कप लेभलसम्ममा पनि नेपाल भेटरनले पार्टिसिपेट गरिरहेको छ र हामी कहाँ भेटरन्सहरूले पनि उहाँहरूले यो ग्राउन्ड पनि माग्नु भएको छ। अहिले जति पनि ठाउँहरूमा खेल मैदानहरू छ यो टुर्नामेन्टको टाइमहरू हो, टुर्नामेन्टहरूको टाइमहरू भएको कारणले धेरै कम मैदानहरू मात्रै उपलब्ध छ र एउटा तपाईँलाई 40+ जुन भिक्यान भनेर तपाईँलाई संस्था छ, त्यो संस्थाले 40+ एज ग्रुपको लागि तपाईँलाई वर्ल्डभरि नै एउटा गराउँछ र त्यसको पनि आयोजनाको हामीले चाहिँ उत्तरखरमा चाहिँ पक्कै छौँ। धन्यवाद, थ्याङ्क यू। टिभी साग क्रिकेट ग्राउन्ड वीरगन्जमा नेपाल अन्डर-19 र दिल्ली अन्डर-19 टिमको बिचको 3वटा एक दिवसीय खेलका लागि नेपाल अन्डर-19 टिमका कोच शक्ति गौसन वीरगन्जमा रहेको बेलामा हामी उहाँसँग छोटो कुराकानीका क्रममा जुटेका छौँ। यो दिल्ली अन्डर-19 विरुद्ध नेपाल अन्डर-19 टिमले स्तरीय प्रदर्शन गरेको छ, यो पर्फर्मेन्सको बारेमा के भन्नुहुन्छ? जस ओभरअल हेर्दाखेरि चाहिँ अहिले 3टा म्याचको सिरिज छ, 2टा म्याच हामी चाहिँ जितिसकेको छौँ। ओभरअल जुन हामीले चाहिँ तयारी गरेको छ आई थिङ्क 1 महिनाभन्दा बढी भइसकेको छ। त्यसले गर्दा चाहिँ जुन एउटा मोमेन्टम पाउनु पर्ने कुरा थियो, प्र्याक्टिस र फिटनेस सबै कुराहरू चाहिँ जुन हुन्छ एउटा क्याम्पमा लाग्ने पर्ने कुराहरू चाहिँ त्यो ठाउँ पछि आफ्टर त्यो स्टेजपछि चाहिँ हामीले म्याचेस जुन पाउनु पर्ने थियो त्यो पाएको छ र त्यही म्याचेसहरूमा जति पनि हामीले तयारी गरेको छौँ त्यसको चाहिँ फ्रुटफुल जुन छ हामीले पाउनु पर्ने कुराहरू चाहिँ आई थिङ्क यो 2टा म्याचले चाहिँ हामीले पाएको छौँ र ओभरअल हेर्दाखेरि एउटा राम्रो भनौँ न एउटा प्याकेजको रूपमा चाहिँ तयार भएको छ हाम्रो अन्डर-19 को। सो होप अब आजको म्याच छ यसमा पनि हामीले राम्रो गरेर चाहिँ यदि 3-0 को चाहिँ सिरिज हामीले चाहिँ विन गर्न सक्यो भने चाहिँ त्यो आउने टुर्नामेन्ट र फ्युचरको लागि चाहिँ अन्डर-19 को लागि चाहिँ राम्रो हुनेछ। अब यो 4-5 महिनाको अवधिमा यो टिभी साग क्रिकेट ग्राउन्ड वीरगन्जमा प्रतिष्ठित क्रिकेट प्रतियोगिताहरू आयोजना भएका छन्, जय ट्रफी, यसै गरी सेलेक्सन म्याचहरू जस्ता प्रतिष्ठित टुर्नामेन्ट। यो ग्राउन्ड र इन्भाइरोमेन्टका बारेमा यहाँको विचार के? एकदम राम्रो। अब टिभी शाह भन्यो भने चाहिँ हाम्रो एउटा गडफादरको रूपमै हामीले जो जयको बनास शाह टिभी शाहज्यूले चाहिँ यो जुन नेपाली क्रिकेटलाई छ त्यो धेरै नै योगदान दिनुभएको थियो होइन। अहिले आएर चाहिँ मैले सम्झिन्छु 2004-05 तिर पनि म यहाँ ग्राउन्डमा आएको थियो। त्यतिखेर चाहिँ अवस्था त्यति खासै थिएन, खेल्ने लायक चाहिँ ग्राउन्ड भएको थियो तर ओभरअल चाहिँ कन्डिसन जुन हुनुपर्ने थियो त्यो भएको थिएन। र अहिले आएर हेर्दाखेरि भनौँ न अब 15 वर्ष पछि आएर चाहिँ हेर्दाखेरि चाहिँ यो विकेटको कन्डिसन, ग्राउन्डको कन्डिसन, यो जुन अलिकति फेसिलिटीहरू छ, स्ट्यान्डहरू बनाएको, यो ग्राउन्डहरू चाहिँ घेरेको छ, आई थिङ्क यो धेरै टाइम त भएको छैन चेन्जेस होइन, तै पनि यो 2-3 वर्षभित्र चाहिँ यो धेरै नै एउटा भनौँ न एउटा रूप लिएको छ एउटा क्रिकेट मैदानको रूपमा चाहिँ। आई थिङ्क त्यो एकदमै स्ट्यान्ड अफ छ। हाम्रो मनिष दाइले चाहिँ यसमा चाहिँ धेरै नै मेहनत गरिराख्नु भएको छ र उहाँको टिमले पनि यो ग्राउन्डलाई कसरी हुन्छ आउने दिनहरूमा चाहिँ एउटा स्तरीय अन्तर्राष्ट्रिय स्तरको ग्राउन्ड बनाऊँ भन्ने एउटा जुन सोच लिएर अगाडि बढिराख्नु भएको छ त्यो एकदमै राम्रो छ र अभियसली यो आउने दिनहरूमा चाहिँ एउटा अन्तर्राष्ट्रिय क्रिकेट प्रयोगशालाको रूपमा चाहिँ मलाई लाग्छ कि सेप लिनेछ। त्यसले गर्दा ओभरअल हेर्दाखेरि एउटा राम्रो भनौँ न जुन मध्य प्रदेशमा चाहिने पर्ने एउटा जुन एउटा अन्तर्राष्ट्रिय स्तरको ग्राउन्ड बन्न सक्ने सम्भावना जुन देखेको छु आई थिङ्क यो टिभी शाह क्रिकेट ग्राउन्डमा चाहिँ मैले पाइरहेको छु। अब आफ्नो क्रिकेट जीवनमा चाहिँ यहाँ एउटा विकेट टेकिङ स्पिनरका रूपमा चाहिँ यहाँको रेकग्निसन रहेको छ, पहिचान रहेको छ होइन। अब अपकमिङ स्तरीय स्पिनर्सको नाम लिनु पर्दाखेरि चाहिँ कसको नाम लिन चाहनुहुन्छ? अब हुन त अब करेन्टमा सिनियर टिममा चाहिँ ललित खेल्दैछ, सागर ढकाल छ, शाह लमानी, आई थिङ्क यो 3जना चाहिँ फ्रन्टलाइन लेफ्ट हाई स्पिनर छ अनि सन्दीप आफ्नो ठाउँमा छ। आउने दिनहरूमा चाहिँ अन्डर-19 मा पनि हामीले चाहिँ धेरै हेरिरहेको छौँ। अब यो सिरिजबाट पनि अपरजित पौडेल भयो, भनौँ न विपिनले पनि एनपिएलमा चाहिँ एउटा पर्फर्म गरिसकेको छ भने चाहिँ अशोक धामी भयो, इभन सन्तोष यादव भयो, यो बन्चबाट चाहिँ आई थिङ्क लेफ्ट हाई स्पिनर चाहिँ बढी देखिएको छ। सो होप गरौँ आउने दिनहरूमा चाहिँ जुन एउटा मैले आफ्नो एउटा
भनौँ न एउटा जुन मैले आफ्नो पिँढीले चाहिँ भनौँ न एउटा जेनेरेसन एउटा जानेको थियो आई थिङ्क मैले र बसन्तले आई थिङ्क त्यो जेनेरेसन हुनुमा चाहिँ अहिले ललित र अरू स्पिनरहरूले चाहिँ गरिरहेको छ। तर आउने फ्युचरमा छ तिनीहरूपछि को त भन्ने कुराहरू हेर्दाखेरि चाहिँ हाम्रो यो अन्डर 19 को बन्चबाट पनि मैले धेरै नै आश गरेको छु र होपफुली आउने फ्युचरहरूमा चाहिँ यिनीहरूले चाहिँ बेटर गर्छ भन्ने विश्वासको साथ हामीहरू काम गरिरहेको छौँ। समग्रमा नेपाली क्रिकेटको अवस्थाका बारेमा के भन्नुहुन्छ? लिमिटेड रिसोर्सका बावजुद पनि खेलाडीहरूले स्तरीय प्रदर्शन गर्दै आएका छन् होइन? स्टेक होल्डर सरकारवाला निकायले चाहिँ कस्तो प्रकारको सपोर्ट गर्नुपर्ने हुन्छ नेपाली क्रिकेटको अपग्रेडेसनका लागि? एकदमै राम्रो। अब अहिले आएर चाहिँ जुन एनपिएल भयो आई थिङ्क त्यो चाहिँ एकदमै एउटा ठुलो स्ट्यान्ड फेसिलिटीको कुराहरू चाहिँ त्यसले चाहिँ पुरा गर्नेछ। सो होपफुली अहिले हामीले चाहिँ यो अहिले गएको 1-2 वर्षमा चाहिँ हामीले नेपाली क्रिकेटले जुन भनौँ न चाहे इन्फ्रास्ट्रक्चर भनौँ चाहे गभर्मेन्टको थ्रु भनौँ चाहे खेलाडीको रूपमा जे पाउनु पर्ने कुराहरू छ र जुन दिनुपर्ने कुरा छ क्रिकेट सङ्घको तर्फबाट आई थिङ्क त्यो चाहिँ एउटा भनौँ न राम्रो भइरहेको छ। नमस्ते, यतिखेर हामीसँग हुनुहुन्छ अन्तर्राष्ट्रिय फिजियो दीपक सुद जो नेपाल अन्डर 19 र दिल्ली अन्डर 19 बीचको खेलका लागि पहिलो पटक नेपाल आइपुग्नु भएको छ। उहाँलाई नेपाली भाषा बोल्न अलि असहज हुने कारणले गर्दाखेरि हामी उहाँसँग हिन्दीमा संवाद गर्दैछौँ। आपका नेपाल में फर्स्ट टाइम? जी, मेरा नेपाल में फर्स्ट टाइम है। थैंक यू वेरी मच, आपने ये इंटरव्यू के लिए इनवाइट किया। और सभी लोगों को मेरा नमस्ते। मेरा नाम दीपक सूर्या है और मुझे नेपाल आके बहुत अच्छा लगा। कुछ लगा ही नहीं कि मैं इंडिया के बाहर हूँ और बहुत ही अपनापन है लोगों में। लोग बहुत वेलकमिंग है और जैसे किसी से मिलते हैं लगता है कि जैसे हम अपने लोगों के बीच में हैं। बहुत ही अच्छा है, वेलकम बड़ा अच्छा करते हैं लोग, अच्छे से मिलते हैं। और ये बीरगंज को गेटवे ऑफ नेपाल कहा जाता है और ये क्रिकेट ग्राउंड में दिल्ली का अंडर 19 टीम के साथ आप आए हैं। यहाँ का एनवायरनमेंट कैसा लग रहा है, ये ग्राउंड कैसा लग रहा है? मुझे लगता है कि यहाँ के जो मैनेजमेंट है इन्होंने बहुत मेहनत की है, क्योंकि जैसे मैंने इनके फोटोज पहले की जो देखी थी वो ग्राउंड बड़ा ही ज़्यादा अनइवन था। बिल्कुल एक ऐसा लगता था कि जैसे कोई खेत टाइप में पड़ा हुआ है, बंजर खेत। उसको इस कंडीशन में लेके आना, अभी हालांकि कुछ काम करने की ज़रूरत है, लेकिन इस कंडीशन में लेके आने में भी इनके लिए हैट्स ऑफ करेंगे, इनके लिए कॉन्ग्रेचुलेशंस बोलूँगा मैं। इन लोगों ने वाकई में बहुत मेहनत की है। आपने बहुत सारे इंटरनेशनल प्लेयर्स के साथ काम किए हुए हैं एज अ फिजियोथेरापिस्ट, फिजियो। ये एक कुशल फिजियो होने के लिए क्या क्या गुण आवश्यक है? देखिए, कोई भी फील्ड हो, हम पहले तो ये बोलते हैं कि आप क्वालिफाइड होनी चाहिए। उसके बाद जैसे हमारे इसमें कोर्सेज होते हैं 4.5 साल का, एक बैचलर्स कोर्स होता है, उसके बाद एक स्पेशलाइजेशन होता है जो 2 साल का होता है। तो मतलब 6.5 साल का आपका एक कोर्स होना चाहिए जिसमें आप स्पोर्ट्स फिजियोथेरेपिस्ट कहलाते हैं। साथ में इसके अलावा बहुत सारे कोर्सेज वर्ल्ड वाइड होते हैं। तो अगर आपको एक अच्छा फिजियो बनना है, सारे कोर्सेज करने चाहिए और आपको कमिटेड होना चाहिए कि अगर कुछ है तो इसको मैं देखूंगा। अगर हम ये मानते हैं कि कोई भी इंजरी है या कोई भी आपको पेन है, पहली सिटिंग में, एक सिटिंग में कम से कम 50 to 70% पेन खत्म होना चाहिए। हमारी प्रायोरिटी ये होती है, कोई भी इंजरी है हम उसको कुछ भी करके, कैसे भी करके ग्राउंड में लेके जाएंगे। तो यही कमिटमेंट चाहिए आपको। सारे कोर्सेज करने हैं, आपको थोड़ा सा ऐसा होना पड़ेगा कि मुझे करना है बस ये। आपको कई बार आउट ऑफ द बॉक्स सोचना पड़ेगा। कई बार क्या होता है, हमारी जो फिजियोथेरेपी में अगर आप एक्सरसाइजेज भी देखेंगे वो 1970 से 60 से चली आ रही है सेम। और एकदम छोटकरी में, जैसा आप स्पोर्ट्स फिजियोथेरापिस्ट हैं, नेपाल में भी फिजियो सब हैं, और नेपाल को फिजियो सब के लिए क्या रिक्वेस्ट करना चाहते हैं, क्या सजेशन देना चाहते हैं? मैं तो यही कहूँगा कि आप पढ़ाई अपनी पूरी कीजिए पहले। अगर आपके पास पढ़ाई है तो आप कॉन्फिडेंट रहेंगे। बेस अच्छा रखिए। थैंक यू सो मच। थैंक यू।